साथीहरु स्वागत छ मेरो नेपाली सिरियल रिभ्यू युट्युब च्यानलमा। आज यस भिडियोमा बुहारी सिरियलको बारेमा छलफल गर्ने छौं। तपाईले बुहारी भाग 226 भाग त अन्तिमसम्म हेर्नु भयो नै होला। अब आउने नयाँ भाग 227 मा के हुन्छ त अब रामको जित हुन्छ या शक्तिको, त्यसको बारेमा छलफल गर्ने छौं। यदि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। आखिरी रामलाई मार्छु भनेर आइपरेको शक्ति यतिखेर भने धेरै तनावमा परिरहेको छ। रामका सम्पूर्ण गाउँलेलाई मारेर मैले कति शान्ति पाएँ भनेर खुसी थियो, तर अहिले भने ती रामका गाउँलेहरूलाई रामले बचाएर भूतको आकार बनाएर यतिखेर भने सबैलाई सताइरहेको छन्। रामले यस्तो योजनाले गर्दा राम भने शक्तिभन्दा निकै अगाडि बढिसकेका छन्। रामका गाउँलेहरूको आत्मा भड्कियो। अब हामीले शान्ति गराउनु पर्छ भन्ने सोचले रामका दुई दिदी र शक्तिका श्रीमती चम्पा एउटा कालेश्वर बाबा भनेको ठाउँमा गएर उनलाई ती भड्केका आत्मा हो बाबा भनेर सोध्दा बाबाले भनेका छन् ती आत्मा होइनन्, तिमीहरूलाई बदला लिनका लागि यो खेल खेलिएको हो भनेर भनेका थिए। तर रामका दिदीहरू अनि शक्तिका श्रीमती चम्पाले त्यो आत्मा नै हो भनेर त्यहाँबाट जान्छन् अनि अन्तिममा एउटा धामी झाँक्री लिएर आएर रामका गाउँलेहरू डढेर मरेका ठाउँमा चिन्ता राख्छन्। अनि त्यो झाँक्रीले भन्यो सबै आत्माले शान्ति पाइसके, अब आत्तिनु पर्दैन भन्दा त्यही खाडलबाट फेरि आत्मा निस्किएपछि सबैजना भागे। आत्तिएपछि रामका गाउँलेहरूले यसरी ती गुण्डाहरूबाट वा गुण्डा दुश्मनहरूलाई लखेटे अनि यसरी अन्त्य भयो। अब आउने आगामी भागमा के हुन्छ, अब हामी 227 मा के हुन्छ हेर्न एकैछिन कुर्नै पर्छ। अब रामले शक्तिलाई यसरी नै तडपाएर मार्नुपर्छ भन्ने को हुनुहुन्छ लाइक कमेन्ट अनि यो भिडियो कहाँदेखि हेर्नुभयो त यस ठाउँदेखि भनेर कमेन्ट गर्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। धन्यवाद।